गुड मर्निङ एभ्रिवान, तपाईँहरू सबैजनालाई गुड मर्निङ। म चाहिँ यहाँ दाजुसँग एकछिन स्कुल बिल्डिङ हेर्दै आउँदै थिएँ नि त होइन। अनि यहाँभित्र पस्दाखेरि चाहिँ मलाई यहाँको भिडियो लिनु मन पर्यो। यति साह्रो ब्युटिफुल छ। अनि यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ हाम्रो गिताङ जिएचएस हो। यहाँ टिचर्सहरूले, स्कुल हेडमास्टरहरूले होइन यस्तो राम्रो बनाउनु भएको छ। अब यो सबै कुरा चाहिँ हाम्रो नानीहरू एउटा सिँढीको एक स्टेप चढ्दा पनि नानीले केही कुरा सिकोस् भने हेर्नुहोस् त कति राम्रो कन्सेप्टमा उहाँहरूले बनाउनु भएको छ। ल हेर्नुहोस् है, यहाँ इयरमा कुन कुन डे आउँछ अनि त्यो डेहरूलाई के भनेर मनाइन्छ भन्ने कुरा यहाँ छ भने चाहिँ यहाँ चाहिँ एकदमै पोजिटिभ वर्डहरू छ। यहाँको यस्तो राम्रो बनावट छ है। यहाँ तल देख्नु हुँदैछ होइन केराको बोर्डहरू, त्यो तल्लो साइड चाहिँ मेरै घर छ, त्यसकै नजिकमा छ। अनि यहाँ युनिटीको कुरा देखाउनु भएको छ, वी आर स्ट्रङ टुगेदर भनेर, यस्तो दामी छ। टिमवर्कको कुरा हेर्नुहोस् भनेपछि यहाँ चाहिँ आज मैले यहाँ टाइम पाएर यो भिडियो लिएको हो। अनि यो सबैको क्रेडिट चाहिँ हाम्रो स्कुलको फ्यामिलीलाई जानेछ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ हेड अफ दि होइन इन्स्टिट्युट भनौँ, स्कुलको हेडको अन्डरमा यो सबै कुरा बनिएको हुन्छ नि त। अनि मलाई चाहिँ साह्रै मन पर्यो। फ्युचरमा हामी पनि कुनै ठाउँ या कुनै अब लेभलमा पुग्यो भने चाहिँ यो कुराहरू हामीले पनि सिक्नुपर्छ भन्ने कुरा मैले सोच्दै थिएँ। यहाँ चाहिँ जहिले पनि बर्थडे कर्नर, नानीहरूको जब बर्थडे आउँछ नि, जहिले उहाँहरूले यहाँ सेलिब्रेट गरिदिनुहुन्छ, नानीहरूलाई पनि खुसी पार्नुहुन्छ। अनि यो चाहिँ स्कुलले जति ट्रफीहरू लिएको छ यसरी सजाइएको छ। अनि यो चाहिँ अरूको लागि हो भने चाहिँ एउटा युसलेस कर्नर हो नि त होइन। हेर्नुहोस् युसलेस कर्नर हो। यहाँ हेर्नुभयो भने फुलहरूले यति राम्रो सजाउनु भएको छ। अनि हेर्नुहोस् त, देख्नुभयो नि 11 नोभेम्बर के रहेछ, नेसनल एजुकेसन डे रहेछ होइन। 14 नोभेम्बर चिल्ड्रन्स डे, 1 डिसेम्बर वर्ल्ड एड्स डे होइन। यहाँ सबै नानीहरूले एक एकवटा स्टेपमा चाहिँ सिक्नु पाउँछ। तर अब यसको भ्याल्यु चाहिँ हाम्रो स्टुडेन्ट नानीहरूले पनि लिनुपर्छ। किन भन्दा अहिले नानीहरू यहाँ बडङ कुदिराखेको हुन्छ नि त होइन। अनि यहाँ चाहिँ नि फुलहरू नलगाएको कारण पनि मलाई यही कुरा लाग्यो। किन नानीहरू नि यता सिँढीको यो कुराहरू पढ्नुमा नानीहरू बिजी हुन्छ नि त होइन। अनि उनीहरूले कुनै पनि फुल छुट्याउने के गर्ने उनीहरूकोमा समय हुँदैन। अनि उनीहरू यसरी यो वालतिरको पढ्दै है, यहाँ चाहिँ एकदमै किवर्डहरू छ है, क्रेजी, एक्जस्टेड, ग्रेट, कन्फ्युज, फाइन, ह्याप्पी, सबै नानीहरूले हाउ आर यु भन्ने कुराहरूमा है नानीहरूले कसरी रिप्लाई दिने भन्ने कुराहरू रहेछ। यति साह्रो ब्युटिफुल हेर्नुहोस् अरेन्जमेन्ट। ल है सबै यो कुराको हामी पनि सिक्नुपर्ने रहेछ। यो सबै थोकबाट चाहिँ हामीले केही सिक्नुपर्छ भन्ने कुरा मलाई महसुस भयो। अनि सबैभन्दा ठुलो कुरा चाहिँ गिताङ स्कुलको जति पनि टिचर्स हुनुहुन्छ, हेडमास्टर हुनुहुन्छ, फ्यामिली, स्कुल फ्यामिलीलाई नै क्रेडिट जान्छ है त। यो सबै कुराको कन्सेप्टहरू हेर्नुहोस् त, म्याप कस्तो मजाले बनाउनु भएको छ। गान्तोक कहाँ पर्छ, पाक्योङ कहाँ पर्छ, नाम्ची डिस्ट्रिक्टहरू हेर्नुहोस्, 6 डिस्ट्रिक्ट होइन, माङ्गन, गेजिङ, नाम्ची, सोरेङ, गान्तोक, पाक्योङ, आवर ब्युटिफुल सिक्किम। वलमा पेन्टिङ यस्तो दामी छ। अब भने चाहिँ म टप फ्लोरमा छु है। यो टप फ्लोरमा चाहिँ यस्तो दामी गोलको कुराहरू, सक्सेसको बारेमा लेखिएको भेटिन्छ है। यस्तो राम्रो छ नर्स है, जहाँ चाहिँ अब हेर्दा युजलेस जस्तो छ। यो चाहिँ माइट बी एन्यु गेमिटको टाइममा उहाँ पञ्चायत हुनुहुँदाखेरि यो बनाउनु भएको लाइब्रेरी रुम जस्तो लाग्यो मलाई। कस्तो मजाको बनाउनु भएको छ। यो भित्र पनि अब पस्नु पाए त जस्तो भयो है। हेर्दा यस्तो छ, भित्र अरेन्जमेन्टहरू यस्तो दामी छ। यहाँ चाहिँ है स्कुलको छेउ हो यो एरिया। अनि यो चाहिँ कहाँ हो त भन्दाखेरि चाहिँ मेरै घरको छेउ हो है। तल छ मेरो घर, यहाँदेखि राम्रो देख्दैन। यो केराहरूले राम्रो फल्छ, यो एकदमै फ्रेस छ है। बस्ती एरिया हो यो, सबै मेरो गाउँ हो। यो चाहिँ मेरो तलदेखि उँभो चाहिँ हाम्रै हो। यता चाहिँ देन्तामहरू पारी देख्छौँ यहाँबाट।
खास चाहिँ म चाहिँ यहाँ स्कुल बिल्डिङ बनिँदै थियो नि त होइन, अनि यहाँ दाजुहरूसँग यसो पसेको गिताङ स्कुल बनिसकेको छ, अब अलिकति छ लाइनहरू जोड्नु हुँदैछ, अलिकति तल कम्प्लिट हुनु छ। यहाँ हेर्नुहोस्, अनि यहाँ फ्लाइओभर लिचिङको हाम्रो पञ्चायतलाई एकदमै यसमा ग्रेटफुल हुनुपर्छ, फ्लाइओभर यति साह्रो राम्रो बनाइदिनु भएको छ। अब भने चाहिँ म फेरि तल फर्किँदैछु। यहाँ मैले स्टडी कर्नर पनि देखेको थिएँ, हेर्नुहोस् न कस्तो मजाले युज गर्नुभएको छ, लोकल नेम साइन्टिफिक नेम। म ब्याक हुँदैछु, हेर्नुहोस् त कस्तो दामी छ, फ्लावरहरूको अरेन्जमेन्टहरू दामी छ, एकदमै सबै कुरा दामी छ। अफिस एरिया स्टाफ रुम यो साइडमा पर्छ, कम्प्युटरहरू सबै यहाँ उयसमै रहेछ यो क्लासमा। यो कम्प्युटर क्लासको हेर्नुहोस् त अगाडि कस्तो मजाको ड्र गर्नुभएको छ। हेर्नुहोस् मल्टिप्लिकेसन टेबलहरू नानीहरूलाई है, मलाई यति साह्रो यहाँको ब्युटिफिकेसन यति राम्रो गर्नुभएको रहेछ। हाउ द वेदर टुडे भनेर नानीहरूलाई है सानो सानो कन्सेप्टहरू सिकाउनु भएको रहेछ। पढ्न सक्नुहुन्छ तपाईँहरूले पनि। एउटा 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 कुरालाई खाली राख्नु भएको छैन क्या हो। अब यसरी देख्नु साथ क्लासरुम पनि पसौँ है, स्कुल पनि जुम हुने नि। अब यति साह्रो राम्रो छ, मलाई चाहिँ पुरा हाम्रो स्कुलको यो कुराहरू देख्दाखेरि चाहिँ नि वाउ शब्द छैन। सानो कुना पनि छोडेको छैन। एभ्री ड्रप काउन्ट भनेर वाटर डेको बारेमा पढाउनु भएको छ। यहाँ मैले तल फेददेखि नै त अझै भिडियो लिएको थिएन। हेर्नुहोस् त कस्तो मजाको छ है। यो अघि मैले माथिदेखि अलिकति लिएको थिएँ नि त, डाइभर्सिटी अफ पिपल हो, कस्तो मजाको छ। यहाँ कस्तो दामी नानीहरूको यो रहेछ, यो चाहिँ डिस्प्ले बोर्ड रहेछ हो। अनि साथै सर्वशिक्षा अभियानको पनि पेन्टिङ गर्नुभएको छ माथि। यो चाहिँ नोटिस बोर्ड रहेछ यहाँ चाहिँ हो। लो यहाँ चाहिँ हेर्नुहोस्, यो चाहिँ सबै गत्तालाई युज गरेर बनाएको पेन्टिङ रहेछ। अब कस्तो दामी, लो सबै कुरा यहाँबाट सिक्नुपर्ने रहेछ भन्ने कुरा मलाई महसुस भयो। हेर्नुहोस् त यो चाहिँ सबै लाइक अब के भनौँ एम्फिबियनहरू बनाउनु भएको रहेछ। कस्तो दामी। पुश योरसेल्फ, नो वान एल्स इज गोइङ टु डु इट फर यु रहेछ। कस्तो मजाको। वेलकम, आउनु साथ वेलकम। यहाँ तपाईँको भुटिया लेप्चा नेपाली युनिटी इन डाइभर्सिटीको बारेमा बनाउनु भएको रहेछ यो है। दो होइन यो बिल्डिङ माथि हेऱ्यो चर्केको छ पहिला, अब भुइँचालोहरू केहरू आएर, तर भए पनि कहिले पनि उहाँहरूले क्या चर्केको छ राम्रो छैन भनेर कुनाहरू छोड्नु भएको छैन। कस्तो दामी छ। लो रिडिङ कर्नर हेर्नुहोस्, गिताङको रिडिङ कर्नर, नानीहरू यहाँ आएर सुनसान पढ्नु सक्छ। यो पनि अब हेर्नुहोस् त यहाँ माथि सिँढी चढ्ने है, सिँढी चढ्ने सानो चेपलाई यसरी रिडिङ कर्नर बनाइदिनु भएको छ। यो भित्र हेर्नुभयो भने फेरि केही कुरा राख्ने एउटा उयो छ जस्तो लाग्यो मलाई, सरसामान राख्ने। यहाँ बुक्सहरू छ होला यो भित्र, के छ त्यो मलाई पनि थाहा छैन है। यहाँबाट यहीँ छ, हामी है बाहिरदेखि टक्कै खोलेर यहाँ उँभो हिँड्यो भने तपाईँले आफ्नो क्लास अफिसहरू जाने ठाउँ छ। जानु साथ यस्तै छ। मैले सिँढीको भ्याल्यु अघि भनिसकेको छु। अनि यता हेऱ्यो भने रिडिङ कन्सेप्ट लिएर यहाँ रिडिङ कर्नर हेर्नुहोस् त। नानीहरूले चाहिँ के चाहिँ सिक्नु पाउँदैन होला, तर म यति भन्छु तपाईँहरूको टिचर्सहरूले नि यति साह्रो मेहनत गरेर रिडिङ कर्नरको यसरी सबै भित्र मेहनत गरेर तपाईँहरूको टिचर्सहरूले यति राम्रो बनाइदिनु भएको छ। प्लिज नानीहरूले चाहिँ यसलाई मिसयुज नगर्नुहोस् होला, राम्रो कुरामा युज गर्नुहोस् होला। रिडिङ कर्नर भनेको चाहिँ नानीहरूले पढिदिएन भने है हामी टिचरले केही गर्नु सक्दैन। त्यही भएर चाहिँ यति राम्रो कुराहरू बनाइदिइराख्नु भएको छ। प्लिज हाम्रो नानीहरूले यो कुरालाई सिरियस लिइदिनुहोस् होला। अब यति बनाउनु सजिलो छैन, कति दुःख छ है, कति चाहिँ इन्भेस्टहरू गर्नुपर्छ। यो सबै
ब्युटिफिकेसन 1-2 रुपियाँ हुँदैमा 4-5 हजारले हुने कुरा होइन। यहाँ अब कति पेन्टिङहरू यसरी गर्नुभएको छ होइन, दुःख गर्नुभएको छ। हाम्रो नानीहरूले चाहिँ यसलाई गुड वेमा चाहिँ युज गर्नुहोस् है त। थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई। अनि तपाईँहरूको पनि स्कुलतिर तपाईँहरूले पनि कोसिस गर्नुहोस् है त।